हेलो साथीहरू नमस्ते। मेरो नाम अमित चौधरी र आजको भ्लग मेरो माई फर्स्ट भ्लग हुनेवाला छ, किनभने यो भ्लग मेरो पहिलो भ्लग हो युट्युबमा। योभन्दा पनि अरू धेरै भिडियो हालिसकेको छु, तर कुनै भिडियोमा तपाईँहरूको सपोर्ट मिलेको छैन। त्यसकारण फेरि मैले माई फर्स्ट भ्लग बनाएको छु। अन्त सबैजना आउनुहोला, मेरो भिडियो हेर्नुहोला र सबैजनाले भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। म अमित चौधरी। अनि के भन्छ, अहिले म पढिरहेको छु यहाँ BBA विराटनगरमा, अनि इडेनबर्ग इन्टरनेसनल कलेजमा। अनि त्यसपछि अहिले रुम आएको छु। राति कति बजेको छ, 8 यस्तै 7-8 बजेको होला। अहिले रुममा बसेको छु। अब भात पाकिरहेछ, भात पाकिसकेको छ। अनि अब तरकारी मात्र पकाउनु बाँकी रहेको छ। अनि त्यसपछि हामी खाने। केहीको तरकारी होला भन्दैछु। केहीको तरकारी होला त्यो त मलाई पनि थाहा छैन, अरू साथीहरू बनाउँदैछ। त्यसपछि अब पकाएर ल्याएपछि हामी खाने। अनि अब एकछिन खानादाना खाएर अनि त्यसपछि हामी सुत्ने हो। अनि भोलि बिहानै कति यस्तै 5 बजेतिर हामीलाई फेरि कलेज त जानै पर्छ। कलेज जान्छौँ हामी 5 बजेतिर। 5 बजे आजकल त जाडोको मौसम हो, राति नै हुन्छ 5 बजेतिर। अनि त्यही 5 बजे राति नै हामीहरूलाई जानुपर्छ कलेज। अनि कलेजमा त्यहाँ 5 बजे 5:30 बजेदेखि क्लास लाग्छ। 5:30 बजेदेखि क्लास लाग्छ। त्यसपछि हाम्रो 10 बजेतिर छुट्टी हुन्छ। अनि त्यहाँबाट रुम फर्किन्छौँ हामी त्यहाँबाट। अनि त्यसपछि फेरि खानासाना पकाउँदै हाम्रो 12 बज्छ। अनि त्यसपछि हामी खान्छौँ फेरि। अनि त्यसपछि के भन्छ, कम्प्युटर क्लास जान्छौँ। यस्तै हो लाइफ, विद्यार्थी जीवनमा यस्तै हुन्छ साथीहरू। मेरो यो फर्स्ट ब्लग थियो, पहिला पनि हालिसकेको छु, तर कुनैमा सपोर्टै मिलेको छैन तपाईँहरूको। त्यसैले यो भिडियोमा तपाईँहरू सबैजना सपोर्ट गरिदिनु होला। सबैले यो च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला। म अमित चौधरी, अहिलेको लागि बाई बाई।